होइन है बुढा, आज तपाईलाई के भएको छ? यति रातिसम्म किन टोलाएर बसिरहनु भएको? यसरी माथि र कहिले पनि आउनु भएको थिएन। ए बुढा, तपाईलाई के भयो? भन्नुहोस् न। यो अमल तानेर मात्रै हुन्छ त हजुर? आखिर के भएको छ हजुरलाई? भन्नुहोस् न, के भयो? खै के भनौँ के नभनौँ। बुढो, फाटेको लुगा सिलाउनलाई पनि त सियो चाहिन्छ नि। त्यस्तै तपाईको मनको कुरा पोख्त पार्नलाई के म चाहिन्न र? हाम्रो जिन्दगी पनि एउटा उपन्यास रहेछ, लेख्न सकिने देखाउन नसकिने। बुढो, हाम्रो जिन्दगी नै एउटा उपन्यास हो जसमा हजुर कलम र म मसी हौं। हामी लेख्न पनि सक्छौं र देख्न पनि, होइन र? हो, म मान्छु बुढी, उपन्यासै हो। आखिर भए चाहिँ के? कहिले पनि यसरी पीडा र चिन्तामा नबसेको मान्छे। ल सुन, कस्तो जमाना आयो बुढा, काम गरेर पनि खान नपाइने भयो। अब हिलाला पाला भोक भोकै पर्ने भयो। ल यो त रुन पो थाली त। नरौ के, जे हुन्छ राम्रैको लागि हुन्छ। जाऊ तिमी पनि अब गएर सुत। तपाईँ पनि सुत्नुहोस् न। म पनि सुत्छु अब। के हो त? सोधेको मात्रै हो त। मेरो यस्तो बेला त आफै लुगा धुन आउनुहुन्थ्यो बुढो। दुईजीको बेला त म त धेरै सुख पाएको नि मैया। मेरो त आफै बुढो लुगा धुन आउनुहुन्थ्यो, पानी लिन आउनुहुन्थ्यो। अनि तिम्रो आउँदैन? जे पाकै भन्छ। आफ्नो बुढालाई पनि काहीँ भाडा मजदुरको त धुन लाग्छ त? नसक्दो त लाउनु परिहाल्यो नि। ए लक्ष्मी दिदी, पानी लिन आउनु भयो? नानी, पानी लिन आएको। पानी थाप्नु है? ए थाप्नु न। होइन है मैया, पेट त ठुलो छ त। कति महिना लाग्यो र? पेट हेर्दा त ठुलै छ। छोरी पाउँछ क्या यसले त? खै सपनामा त भाडा फलफुल खाएको देख्छु। भनेपछि त हाम्रो लक्ष्मी दिदीले सपनै देख्नु मलाई। त्यसो नभन्नुहोस् न दिदी, हामी महिलाले मात्रै चाहेर कहाँ हुँदो रहेछ र? यसमा लक्ष्मी दिदीको मात्रै दोष नहुन पनि त सक्छ नि। खोइ, पहिला पहिला हाम्रो बिहे गरेको बेला त वर्ष दिनमै छोराछोरी बोकेर टिका लाउनु माइत जान्थ्यौँ। अहिलेको त खोइ बुझ्नै गाह्रो थियो।
पनि दुख्यो होला है मलाई पनि त्यस्तो नरमाइलो लाग्यो के गर्नु त बहिनी मेरो भाग्यमै रमाइलो नलगेपछि म त भोग्न नै पाइँदो रहेछ न त देख्नु नै होइन दिदी तपाईँलाई यो समाजले नाना थरी भनेर दोष लाउँदा कस्तो मन दुख्छ होला है के गर्नु त बहिनी यथार्थ नबुझी दोष लाउने यो दुनियाँमा मन दुख्दा होइन मन बुझाएर बाँच्न सिक्नुपर्ने रहेछ त्यो त हो दिदी त्यही पनि हामी महिलाको मन त्यस्तै त हो नि जस्तो लाग्छ बहिनी म जान्छु है मेरो भार पनि भर्यो फेरि मेरो सास चलाउनु थाल्नुहुन्छ अनि किन ढिलो त कपाल पनि कोरेन थियो राम्रोसँग तिम्रो त ब्यागै मिलेको रहन्छ राम्रोसँग अनि तिमी पनि हामीलाई स्कुल जान हतार भइसक्यो हामी गयौँ है हे भगवान् मेरो पनि गर्व रहेको भए आज यस्तै गरी बच्चाहरू स्कुल जान्थे होलान् म कति अभागी रहेछु ओइ अलक्षिनी टोलाएर बसिराख्छ यसो अलिकति चोखो पानी चढाउँ भनेको किन पाउँथे र हुन त यो अलक्षिनी ल्याएको पानी के चोखो होला र आमा तपाईले यो के भन्नुभएको के यस्तो पानी पनि खै अपवित्र हुन्छ भने भगवानलाई चढाउने होस् या पिउनलाई पानी त जहिले पनि पवित्र हुन्छ नि आमा लाउनुहोस् चढाउनु ओह मैले त केही बोल्नै हुँदैन महारानीलाई छोप्न आइहाल्छ हे भगवान् मैले अलिकति मात्रै भए पनि राम्रो काम गरेको रहेछु भने मेरो घरमा अलिकति भए पनि खुसी दिनुहोस् भगवान् सही साहब के गर्ने साथीहरूले उठबास लगाइदिइहाले त्यही त हामीसँग आउने भनेको यतिसम्म आइपुग्नु भएन खै आएर पछि व्यवस्था मिलाउँछु भन्नुभएको थियो जयराम साहब जय नेपाल साहब जय नेपाल अनि टोली के हुँदैछ यो गाउँमा सर बसौँ अनि के कस्तो हुँदैछ यो गाउँमा तर सर एउटा गम्भीर ठाउँमा पत्ता लगाएछौँ जुन ठाउँ हात हतियार बन्द रहेछ अनि तपाईँले कारवाही गर्नु भएन त कुन ठाउँ हो त्यो को मान्छे हो त्यसलाई प्रमुख पात्रमा राख्नुहोस् हामीले प्रमुख पात्रमा राखेको छ निगरानीमा छ अनि केटा तेरो के छ खबर सर सही साहबले भनेको सबै कुरा ठिक छ तर ठोस प्रमाण नभएको कारण हामी चुप छौँ हामी नेपाल प्रहरीलाई विश्वास नगर्नु कारण यो पनि हो सही साहब घटना भइसकेपछि पुग्छौँ घटना हुनुभन्दा अघि कहिले पुग्दैनौँ सही साहब अबको 24 घण्टाभित्र मलाई सबै प्रमाण चाहियो अब तपाईँ जानुहोस् हस् सर
खोइ अलिकति दाल हाल्नु पर्छ अरे। आमा खाना थपौँ? पुग्यो मलाई पर्दैन। हजुरलाई के राखौँ? मलाई पनि पुग्यो। अब आमालाई पनि पुग्यो भए तिमी ताते खाऊ न त। हस्। खाइहाल कति हतार भएको। दिनभरि बच्चाले दुध लुछेर भोक लाग्यो होला। हाम्रो आमा यस्तै छ, पुरानो विचारको। अन्नलाई रिस देखाउनुहुन्न। खाऊ तिमी ताते खाऊ। ल यो के गरे कि खाना खाएर एकैचोटि गरेर भयो नि त हुन्थ्यो नि। ल छिटो खाऊ। खोइ अलिकति पानी खाएर सुतौँ भनेको। ए सम्मे एक औँ खाएर पानी ल्याए। ल्याए आमा ल्याए। आमा पानी त्यही राख्दे। मेरो जिन्दगी नि ढुङ्गा जस्तै भयो। नरिसाएर कसैलाई गाली गर्न नि सक्छु, न सम्झाएर बुझाउन नि सक्छु। छोरी, ऐ छोरी, आइज भात खान। बस। है
को होला? को होला तपाईहरु? को हो बाहिर? को आउनु भएको? नमस्कार बुवा हजुर। नमस्कार। यति मध्यरातमा हजुरले ढोका खोलिदिनु भयो। हामीहरू सदरमुकाम जाँदै थियौँ, जाँदा ढिला पर्यो, रात भयो, अनि त्यसले गर्दा हजुरको घरमा बास माग्नु भनेर आएको। बास त दिनुहुन्थ्यो हजुर, तर के गर्नु, काल जमाना नै ठिक छैन। हुन त साँझको पाहुना भगवान सर हुन्छ भन्छन्, तर भगवानको पनि कसरी विश्वास गरौँ र खै। बास बस्नु भनेको त त्यस्तै हो हजुर, बरु भात चाहिँ खाएर जानुहोस् न है। हस् हस्। हस् त हजुर, हजुरहरूले बासा बस्न नदिए पनि खाना मिठो खुवाउनु भयो। त गए फेरि दोहोऱ्याएर बासा माग्न आयो कि क्या हो? आफैले त बस्ने ठाउँ छैन। हात हतियार बनाएर मात्रै दिन्छस् भनेर पुरै टोली नै पालिराखेस् के हो? होइन हजुर, उहाँहरू बेलुकाको समयमा आउनुभयो, म उनीहरूलाई चिन्ने। उनीहरू बास माग्न मात्र आएका। ए अझ बढी बच्छस्? खानामा त किन नि सुताएर पठाए हुन्थ्यो नि। त्यसो नभन्नुहोस् हजुर, हामीले उनीहरूलाई भात मात्रै खुवाएर पठाएको हौ। साँझको पाहुना देउता बराबर हुन्छ भनेर मात्रै हो। हामीले उनीलाई चिन्दा पनि चिन्दैनौँ, जान्दा पनि जान्दैनौँ। हाम्रो कुनै दोष छैन हजुर। त्यसो भयो के हामी चाहिँ गाउँ बिगार्ने, अनि हामी चाहिँ गाउँको शान्ति सुरक्षाको लागि खटिने प्रहरी चाहिँ राक्षस? छोडिदे यस्तो कुरा, लिएर हिँड्ने यसलाई। उहाँलाई लैजाने कुरा नगर्नुहोस् हजुर। यदि केही भइहाल्यो भने मेरा इलाला बालाको बिचली हुन्छ हजुर। त्यसो नगर्नुहोस्। मैले गल्ती गरेको छैन हजुर। मलाई त मेरो बाल बच्चाहरूको मर्छ मान्दैछ, मलाई यसरी निकाल्न मिल्दैन हजुर। मेरो बाल बच्चाहरू